today we plan our trip to चार नारायण अनि फर्स्ट भिजिट चाहिँ हाम्रो चाङ्गु नारायणबाट हामी स्टार्ट गऱ्यौँ। चाङ्गु नारायण जाँदाखेरि हामीलाई बाटोमा निकै नै गाह्रो भयो। बाटो बिराएकोले धेरै गाह्रो बाटोहरू गरी गयौँ। तर त्यहाँ गइसकेपछि त्यहाँको रमाइलो माहौलले गर्दाखेरि त्यो थकानहरू सबै मेटेको जस्तो भयो र गाह्रोपन सबै हराएको जस्तो भयो। त्यसपछि हाम्रो नेक्स्ट नारायण भिजिट बिसङ्गु नारायण थियो। बिसङ्गु नारायण पनि हाइटमा भएको हुनाले निकै रमाइलो ठाउँ थियो र साथै यहाँको मेन एट्र्याक्सन चाहिँ मलाई यहाँको यो केभ लाग्यो। मन्दिर चाहिँ यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू, एउटा ठुलो चट्टानको बिचमा थियो यो मन्दिर, जहाँ चाहिँ हामीले भित्र हेर्दाखेरि सानो सानो मुसाहरू थिए जो चाहिँ त्यहाँ भित्र बसेर चामल खाएर बसिरहेको थिए। अरू बेला यो भित्र पुजारी बसेर पूजा गर्नुहुन्छ र दर्शन गर्ने भक्तजनहरू चाहिँ बाहिरैबाट पूजा गर्ने भनेर भनिन्छ। यहाँ आज चाहिँ लक थियो यहाँ र हामीले पनि ट्राई गर्नको लागि भनेर मैले पनि त्यो सानो चट्टानको बिचको सुरुङ छिर्ने भनेर ट्राई गऱ्यौँ। माथिबाट हेर्दाखेरि चाहिँ अलिक स्केरी जस्तो लाग्यो पनि भित्र त्यति डरलाग्दो ठाउँ थिएन। सानो चेप थियो जहाँबाट चाहिँ आफ्नो शरीरलाई अलिकति मिलाएर भित्र छिर्यो भने निस्किन सक्ने जस्तै थिए र मैले ट्राई गरेर म त्यहाँबाट निस्केँ पनि रमाइलो थियो। त्यसपछि मेरो भान्जी मिकुलाई पनि त्यो गुफा ट्राई गर्न मन लागेर फेरि म र मेरो भान्जी मिकु हामी फेरि त्यो गुफाबाट छिर्नको लागि भनेर हामी फेरि गयौँ। यो चाहिँ दुईवटा ठुलो ढुङ्गाहरू चाहिँ अडिएर बनेको सानो टनेल जस्तो रहेछ र मैले चाहिँ हेर्नुहोस् तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ दुईवटा चट्टान मिलेर बनेको साङ्गुरो बाटो। शरीरलाई यसरी मोडेर अलिअलि घस्रदै मिलाउँदै शरीरलाई निस्किँदाखेरि चाहिँ निस्किन सक्ने नै थियो र हेर्नुहोस् त्यहाँ मिकुले पनि ट्राई गरेर निस्किहाल्यो। निकै नै रमाइलो ठाउँ थियो चट्टानको बिचमा। हेर्नुहोस् तपाईँहरू मन्दिर जाने बाटो पनि यस्तो चट्टानलाई चिरेर बनाएको एउटा भर्याङबाट गएर माथि पुग्ने खालको मन्दिर थियो। हेलो गाइज, हामीले चाहिँ अब बिसङ्गु नारायण पनि भिजिट गरिसक्यौँ। बिसङ्गु नारायणबाट चाहिँ हामी अब फर्केर शेष नारायण जान्छौँ। त्यो चाहिँ हाम्रो अब फर्पिङमा पर्छ। हामी अघि फर्स्टमा हामी चाङ्गु नारायण, दिस इज आवर सेकेन्ड नारायण, द्याट इज बिसङ्गु नारायण। अनि त्यसपछि हामी जान्छौँ कहाँ? इचङ्गु नारायण। त्यही आज हाम्रो 4वटा नारायण भिजिट गर्ने प्लान छ। सो गाइज रमाइलो भयो। बिसङ्गु नारायणमा हामीले कहाँ क्याननबाट छिर्यौँ, गुफाबाट छिर्यौँ। गुफा कति ठुलो होला भनेर इमेजिन गरेको थिएनौँ हामीले। रात्रमा त सानो रहेछ। अन्त मिको अड्केन। अब नेक्स्ट डेस्टिनेसन हाम्रो कता? शेष नारायण। Juice break. So before heading into Shesh Narayan, we had a small juice break. मैले चाहिँ उखुको जुस खाएँ भने मिकुले चाहिँ ग्रिन जुस खायो, which was very refreshing. उसलाई एकदम मन पऱ्यो। Continue गऱ्यौँ। So our next stop will be Shesh Narayan.
शेष नारायण चाहिँ फर्पिङमा लोकेटेड थियो अन द वे टु दि दक्षिण काली। सायद तपाईँहरूले पनि धेरैचोटि देख्नुभएको टेम्पल थियो होला जुन चाहिँ तपाईँहरूले याद गर्नु भएन। निकै नै रमाइलो ठाउँ थियो। ठुलो ठुलो पानीका कुण्डहरू जहाँ चाहिँ सफा पानी र माछाहरू पौडिरहेको निकै नै सुन्दर ठाउँ थियो। मलाई चाहिँ 4वटा नारायणमध्ये सबैभन्दा रमाइलो ठाउँ चाहिँ यो शेष नारायण नै लाग्यो। चिसो पानी र चिसो हावा र अलिकति भर्याङ चढेर माथि हाइटमा गइसकेपछि ठुलो चट्टानको फेदैमा बसेको शेष नारायणको मन्दिर निकै नै रमाइलो ठाउँ थियो। त्यहाँ पुग्दासम्म हामी सबैजना निकै थाकिसकेका थियौँ। हुन त सानो टेम्पल त्यति हाइटमा थिएन, यो चाहिँ सबैभन्दा फेदमै भएको टेम्पल थियो। सानो टेम्पल साइडमा पानीको पँधेरा रमाइलो ठाउँ थियो। त्यहाँ पनि हामीले सानो पूजापाठ गरेर केही समय बितायौँ। So guys, that was all for today. हामीले फाइनली 4वटै नारायण भिजिट गऱ्यौँ। अलिकति थाके पनि अन्ततः निकै रमाइलो दिन भयो। Hope you guys enjoy. Thank you.